यो कथा एउटा हरिणको हो जो एउटा घनघोर जङ्गलमा बस्थ्यो। जङ्गलको बीचमा ठुला ठुला रुखहरू थिए जसको हाँगाले आकाशलाई नै छोपेको जस्तो लाग्थ्यो। सूर्यको प्रकाश बिरलै त्यहाँको जमिनमा पुग्थ्यो। हरिणको जीवन साधारण थियो। उसले दिनभरि चर्ने गर्थ्यो, नदीको पानी पिउँथ्यो र रातमा रुखको छायामा सुत्ने गर्थ्यो। तर एक दिन उसको यो शान्त जीवनमा एउटा अनौठो घटना घट्यो जसले उसको मन र बुद्धिको परीक्षा लियो। त्यो दिन हरिणलाई असाध्यै तिर्खा लागेको थियो। गर्मीले जङ्गल सुक्खा भएको थियो र उसले पिउने गरेको सानो खोल्सो पनि खाली भएको थियो। उसको गला सुक्खाले चर्किएको कारणले र उसका आँखाहरू पानीको खोजीमा चारैतिर डुलिरहेका कारणले गर्दा उसले जङ्गलको बाटो भई हिँडिरहेको थियो। उसको खुरले सुक्खा पातहरू कुल्चिँदै थियो। घन्टौँ हिँडिसकेपछि उसले एउटा सानो तलाउ देख्छ। तलाउको पानी शान्त थियो र चन्द्रमाको उज्यालोले त्यसलाई चाँदी जस्तै चम्काइरहेको थियो। त्यो हरिणको मनमा आशा पलायो। ऊ त्यो तलाउको किनारमा पुग्यो र पानीको मिठो गन्धले उसको थकानलाई नै बिर्सायो। उसले टाउको झुकायो र पानी पिउनका लागि ऊ तयार भयो। तर ठिक त्यही क्षणमा उसको आँखा त्यो पानीको सतहमा पर्यो। पानीमा उसको प्रतिबिम्ब स्पष्ट देखिन्थ्यो। उसको ठुला आँखा, लामो सिङ र उसको अनुहारको हरेक रेखा। तर हावाले पानी हल्लाउँदा त्यो प्रतिबिम्ब पनि हल्लियो र हरिणलाई लाग्यो कि यो उसको प्रतिबिम्ब होइन, बरु कुनै शिकारी जनावर हो जो पानीभित्र लुकेर उसलाई आक्रमण गर्ने तयारीमा छ। उसको मनमा डरको तुफान उठ्यो। उसले सोच्यो, यो के हो? म यहाँ एक्लै छु र यो चिजले मलाई खान खोजिरहेको छ। उसको हृदय जोड जोडले धड्किन थाल्यो र उसले एकाएक पछाडि फर्केर त्यहाँबाट भाग्न थाल्यो। उसले त्यो पानी नपिइकन फटाफट भागिरहेको थियो। उसको खुरले जमिनमा धुलो उडायो। उसको श्वास तीव्र भयो। उसले पछाडि फर्केर हेर्ने पनि हिम्मत गरेन किनकि उसको मनमा त्यो शिकारीको डरले ठाउँ लिइसकेको थियो। तिर्खा उसको शरीरमा अझै थियो तर डरले उसको सोचाइलाई नै कब्जा गरेको थियो। ऊ रुखहरूको बीचबाट भाग्दै गयो र हावाको सिरसिराहटले उसलाई झन्झन डराउने बनायो। उसले सोच्न थाल्यो कि यो शिकारीले मलाई पछ्याइरहेको छ कि म यहाँ सुरक्षित छु। उसको मनमा यस्तै प्रश्नहरू घुमिरहेका थिए। हरेक पाइलासँगै उसको डर बढिरहेको थियो। त्यो दिन बित्यो। भोलिपल्ट पनि बित्यो। केही दिन अझै बिते। तिर्खाले त्यो हरिणको शरीरलाई निकै नै कमजोर बनायो। पहिलो दिन उसले खाना खान पनि छोड्यो किनभने उसको मनमा त्यो तलाउको डर बसेको थियो। दोस्रो दिन उसको खुट्टा लडखडाउन थाले र उसको आँखा धमिलो हुन थाल्यो। तेस्रो दिन ऊ एउटा रुखको फेदमा लड्यो र उसको श्वास पनि कमजोर हुँदै गयो। तर पनि उसको मनमा त्यो प्रतिबिम्बको डर अझै जीवित नै थियो। उसले मनमा नै सोच्यो, म यहाँ मर्छु होला तर कम्तीमा त्यो शिकारीले मलाई खाँदैन। तिर्खाले उसलाई सताइरहेको थियो तर उसको डरले, त्यो शिकारीको डरले उसलाई तलाउतिर फर्किन दिइरहेको थिएन। कयौँ दिनपछि हरिणको अवस्था यति नाजुक भयो कि उसमा डराउने शक्ति पनि अब कुनै बाँकी रहेन। उसको शरीर एकदमै कमजोर थियो तर तिर्खाले उसलाई बाध्य बनायो। ऊ लड्दै पड्दै फेरि त्यही तलाउको किनारमा पुग्यो। अब उसको मनमा न त डर थियो न त कुनै सोच। उसको आँखाले केवल पानी देख्यो, त्यो शान्त चम्किलो पानी। उसले कमजोर भए पनि टाउको झुकायो र पानीको पहिलो घुड्की लियो। त्यो घुड्की उसको गलामा पुग्दा उसको शरीरमा एक प्रकारको शीतलता फैलियो। दोस्रो घुड्कीले उसको मनमा ऊर्जा फर्कायो र तेस्रो घुड्कीले उसको थकान हरायो। उसले बिस्तारै आफ्नो आँखा उठायो र पानीमा फेरि आफ्नो प्रतिबिम्ब देख्यो। तर अब उसलाई डर लागेन। उसले बुझ्यो कि यो कुनै शिकारी थिएन, यो त केवल उसको आफ्नै अनुहार थियो जसलाई उसले नै गलत ठानेको थियो। हरिणले तलाउको किनारमा बस्यो र पानी पिउँदै सोच्यो, मैले यतिका दिन किन डराएँ? यो त मेरो आफ्नै मनको खेल रहेछ। मैले यो पानी पहिले पिएको भए
मलाई आज यो दुःख भोग्नुपर्ने थिएन। उसको मन शान्त भयो अब र उसले जङ्गलको हावालाई महसुस गर्यो। उसको तिर्खा मेटियो र उसको जीवन फेरि सामान्य भयो। तर यो अनुभवले उसलाई एउटा ठुलो पाठ सिकायो जुन उसले कहिल्यै बिर्सेन। यो कथाले बताउन खोजेको कुरा स्पष्ट छ। हामीले आफ्नो मनको शान्ति कायम राख्न र आवश्यक कदम चाल्न साहस गर्नुपर्छ। जीवनमा हरेक पाइलामा डर र शङ्का आउन सक्छन्, तर तिनलाई जितेर वर्तमानमा बाँच्नु नै साँचो बुद्धिमानी हो।